आदरणीय साथीहरू गुड मर्निङ है। चुनाव हुन्छ भन्दा चुनाव दैलेमा आइसक्यो। हरेक 5 वर्षमा अथवा 4 वर्षमा प्राय चुनाव हुने गरेको छ। त्यो 4 वर्षमा हुने चुनाव, 5 वर्षमा हुने जुन चुनाव छ नि, त्यो एउटा दिन, त्यो एक दिन मात्रै हो जुन दिन जनताले सबै अधिकार आफूमा लिएको हुन्छ। जनता सार्वभौम सबभन्दा ठुलो हुने भनेकै 5 वर्षमा त्यो एक दिन हो। फागुन 21 गतिको त्यो एक दिन आउँदैछ। त्यो एक दिन हो जुन दिन नेताबाट 5 वर्षमा नेताहरू जनताबाट सबभन्दा बढी डराउँछन् र त्यो दिन नेता शक्ति शून्य र जनता शक्ति भरपुर पूर्ण शक्तिवान भएको दिन भनेको त्यो एक दिन हो। अब त्यो दिनको शक्ति हामीले भोट मार्फत कसलाई हस्तान्तरण गर्छौँ भन्ने कुरा एकदमै महत्त्वपूर्ण हुन्छ। त्यही भएर नागरिकको धेरै कर्तव्यमध्येको सबैभन्दा मुख्य कर्तव्य भोट गर्नु हो है। त्यो एक दिन चाहिँ कुनै पनि बहानामा जो आए पनि यस्तै नभनौँ। हामीलाई सबै चोर जस्तो लाग्छ भने पनि कम चोरलाई, सबैभन्दा कम चोरलाई असल खोजौँ। असल पनि रहन्छ भने सबभन्दा कम चोरलाई भोट गरौँ कि हामी आफै उठौँ। हामी आफू उठ्ने छैन भने त्यो मध्ये सबैभन्दा उत्कृष्ट कुन लाग्छ त्यसलाई दिउँ।